लामा भनेको छ, जाँडा खाएको छ, त्यहीँ मासु खाएको छ, त्यहीँ छादेको छ। अब एक दिन गरेर हुने ठाउँमा 3 दिनसम्म चाहिँ छेपटेर हिँडेको बसेको छ। अनि भरे कता कता त यहाँ छ कि छैन थाहा छैन। कतिपय ठाउँमा त लामाले ल मैले घ्याउ गर्नु पऱ्यो भने 50,000 1 लाख भनेर तोकेको भन्ने कुरा पनि सुन्छ। यो त विकृति हो नि त। 95% भन्न पनि सकिन्छ। 95% चाहिँ लोभ प्रलोभनमा लागेर यस्तो हुन्छ अरे उस्तो हुन्छ अरे, भोलि मर्दा पनि मुक्ति पाउँछ अरे, मोक्ष पाउँछ अरे, ऊ कहाँ स्वर्गतिर पुग्छ अरे भनेर कहाँ के भनिदिनु त्यसको के हो है भने चाहिँ दुःख पाए दुःखको कारण के हो भनेर कारण खोज्नु उसटा। अनि त्यस्तो चाहिँ हल्का तरिकाले हो कि क्या हो भनेर लाग्नेहरू पनि एक तरहले त्यो चाहिँ म्याक्सिमम देखिन्छ है। लोभ प्रलोभन पनि छ। औषधि पनि खानु नपर्ने, हस्पिटल पनि डक्टर पनि नचाहिने, अनि प्रार्थना गऱ्यो भने चढ। यसो हो भने त अनि संसारमा मान्छे मर्नु नपर्ने त, मर्नु नपर्ने बनाउँ नि त भन्नु। अब च्यालेन्ज गरौँ त हामी। हिन्दू मरे पनि त्यही लास हुने हो। कुनै पनि धर्म मान्ने मान्छे या अथवा धर्मै नमान्ने नास्तिक भन्छौँ नि हामी, त्यो मर्दा पनि लासै हुने। अनि त्यो स्वर्ग जान्छ भने चाहिँ को जाने त? अहिले हामी जिउँदो हुँदा त म स्वर्ग जान्छु भन्छौँ नि हो। मलाई यो फल्ना धर्म मान्यो भने म मरेको बेला स्वर्ग पुग्छ अरे, स्वर्ग जान्छ अरे, त्यही भएर मैले त्यो धर्म माने हुन्छ नि। म भनेर यसरी छाती पिटेको म त भोलि त लास बन्छ त। त्यही स्वर्ग पुगेको त हामी देखेन कहिले पनि। कतिपय कुराहरू यहाँ भ्रम छ है। यस्तो भ्रममा चाहिँ हामी लाग्नु हुँदैन। बुझेर यदि तपाईँको मनमा श्रद्धा र भक्ति, श्रद्धा भन्ने आस्था भन्ने एउटा चिज हुन्छ, त्यो हरेक मान्छेको आस्थालाई चाहिँ कसैले पनि कुटित गर्न पाउँदैन। अब हाम्रो तामाङ समाज जस्तो समाजमा त्यो स्वर्गको कुरा के हो, मुक्तिको कुरा के हो, मोक्षको कुरा के हो, यो कुराहरू सबै अन्धाधुन्ध चाहिँ अन्यलमा चाहिँ बसिरहेको अवस्थामा कोही कसैले ल तिमी यस्तो गर्यो भने यस्तो हुन्छ, यस्तो गर्यो भने यस्तो हुन्छ भन्ने गरी हल्का तरिकाले यदि हाम्रो आफ्नै धर्म संस्कार संस्कृतिलाई त्यागेर फेरि अरूहरू चाहिँ होइन लोभ प्रलोभनमा अथवा गलत बुझाइले चाहिँ एउटा धर्म परिवर्तन गर्ने जस्ता चाहिँ जटिल कुराहरू जसरी हाम्रो समाजमा आगो फैलेको जस्तै फैलिरहेको छ, त्यो चाहिँ एउटा चिन्ताजनक कुरा हो। हाम्रो मान्छेहरू अर्कोतिर गयो भन्ने चिन्ता त हामीलाई छ, तर के कारणले गयो भन्ने हाम्रो कमी कमजोरीहरू पनि हामीले बुझ्नु जरुरी छ क्या। अब त्यो कमी कमजोरीहरूले हामीले सजाउँदै त्यसलाई परिमार्जन गर्दै लग्यो भने त्यो अहिले भर्खरै गएको मान्छेहरू त के हो, त्यो त हल्लामा गएको, उसले डिपली अध्ययन गरेकै छैन, पढेकै छैन होइन। अब यहाँ हामीले बिचौँ हाम्रो जिन्दगीभरि पढ्दा त यहाँ बौद्ध दर्शन हामीले सबै पढ्न सकेका छैन, बुझ्न सकेका छैन भने त्यो 1-2 दिन 2-4 दिन अथवा 1-2 महिना 1-2 वर्ष कतै गएर भुलेछ भन्दैमा त्यो मान्छेको जिन त हाम्रो त्यो आफ्नो जातित्वको जिन त फेरि त्यो त मरेको छैन नि त। मेरो पुर्खा त यस्तो छ, मेरो घरमा धर्म यो मान्छ भन्ने कुरा त उसलाई त हेक्क भइरहन्छ नि त होइन। त्यस कारण त्यो यता आउनलाई कुनै गाह्रो छैन।